दर्शन नमस्ते। म चाहिँ आज भने कामको बारेमा चाहिँ मेरै कम्पनीको ब्लग लिएर उपस्थित भइसकेको छु। तपाईहरु कामबाट के गर्दै हुनुहुन्छ? आशा छ सन्चै हुनुहुन्छ, आराम कुशलै हुनुहुन्छ भने आजै हाम्रोमा चाहिँ वसन्त ऋतु सुरुवात भए तापनि किनभने अलिकति जाडो ऋतु नै गइसकेको छैन, त्यही भएर मैले अलिकति बाक्लो ज्याकेट लगाएको छु। कुरा गरौँ आज चाहिँ हाम्रो कामको बारेमा लिएर ब्लग लगाएको छु। र तपाईहरुलाई यदि कोरियामा चाहिँ ख्याङ्गिदो पोचनसी नेच्छनतिर कतै म्यासेज खोजी पर्खिराख्नु भएको छ भने तपाईहरुले यो कम्पनीलाई पनि सम्झाउन सक्नुहुनेछ। ल गाइस, हाम्रो चाहिँ यहाँनिर कम्पनीमा एकदम यस्तो कागज बन्ने कम्पनी हो। यहाँनिर चाहिँ एकदम कामदारको आवश्यकता छ, 2 जना। को इच्छुक हुनुहुन्छ खाना बस्न फेरि हामी चाहिँ यसरी काम गर्दैछौँ। यहाँनिर कलरहरू यसरी चाहिँ यहाँनिर बनिन्छ। यही हो, मैले भिडियो त हालिसकेको छु र पनि यो अब विशेष कामदारको खोजीमा चाहिँ बनाउँदैछु। अब यस्तो ठुल्ठुलो ओन्जीहरू हालेर चाहिँ जोइन गरेर यताबाट एउटा उताबाट एउटा गरेर 2टा जोइन गरिन्छ। यस्तै नै हो, यहाँनिर बक्सहरू यस्तो बनाउने हो। यो चाहिँ ठुलो साइजको, यतातिर ठुलो साइजको छ यो चाहिँ, एकदम ठुलो। ल इच्छुकवालाहरूले आउनु होला। यहाँको अरू तलब त अब खतरै हुन्छ नि, अब यस्तो काम चलेपछि होइन, आफै बुझिहाल्नुहोस्। खाना बस्न फेरि भनेपछि त्यसमा अब प्लस कति हुन्छ त, अत्यन्तै हुन्छ नि। यी 2तिर मिसिन्छ, तर यहाँ अलिकति साउन्डको चाहिँ समस्या, किनभने 2टा यस्तो यो ठुल्ठुलो रोलहरू चलाएकोले गर्दाखेरि घटङडङ गर्छ, त्यही भएर समस्या आउँछ। र अरू सबै ठिक छ। लगाइसहरू यो खालको बक्सहरू पनि लोड गर्नुपर्ने हुन्छ यो, त्यही भएर अलिक गाह्रो छ, गाह्रै हुन्छ भनौँ न। 20 देखि 25 केजीसम्मको हुन्छ। अब यो बक्सहरू भयो, यिनीहरू यो स्पेयर सिस्टर टाकटुक होइन रेडी गर्नुपर्ने हुन्छ, त्यही नै हो। लगाइसहरू काम गर्दै गरेको खोज संसारमा भ्लग लिएर आइसकेको छु। यो चाहिँ मेरो दक्षिण कोरियाको एकदम होइन के भन्ने काम गरेको अवस्थामा छु र भ्लग पनि हेरिरहनेछ। आज कसरी कागज बनाइन्छ, तपाईँहरूको कलरको बन्दको समस्या छ भने यस्तो खालको कागज घरमा टसाउन सक्नुहुनेछ। रेडिमेड बन्द हुने हराएको केही पनि छैन। Geldi kafas. ल गाइस, यो चाहिँ हिटरको एउटा कन्ट्रोलर हो। यो माथि हिटरको, यो तल यता प्लास्टिकको। प्लास्टिक यहाँनिर चाहिँ आफै यसले कति चाहिन्छ त्यति काट्छ है, यहाँ मिलाएर राखेपछि, यहाँ मिलाएर राखेपछि। अनि यता यस्तो छ, यो प्लास्टिक हो, प्लास्टिकको रोल यसरी यहाँ चाहिँ काटेर आउँछ। तपाईँहरूको यो के भन्छ कलरको एलर्जी अथवा गन्धको एलर्जीहरू छ भने यस्तो लगेर टाँस्नुहोस् घरमा, तपाईँको समाधान हुन्छ गन्धको एलर्जी चाहिँ। यहाँनिर यो चाहिँ अटोमेटिक काट्छ। यहाँ माथि सिटी निचेको पनि छ क्या, आएको यसरी चाहिँ बनाइन्छ। यो चाहिँ यता कन्ट्रोलर हो यसको। ख्याङख्याङ जुन यता परबाट आएको छ क्या सबै, लगभग यहाँ परबाट बेरेर आउँदा होइन 60 मिटर 80 मिटर जति लामो छ यता पर बेरेर आउँछ। अनि यो चाहिँ यहाँनिर यस्तो यो बिग्रेर फालेको यो होइन, यो यता ठुल्ठुलो
रोलहरू चाहिँ दुईवटा जोडेर बनाइन्छ। यो चाहिँ ठुलो एकाइको भने यो सानो एकाइको। हाम्रो किर्गिस्तानी साथी यसको दाँत दुखेर हैरान छ। ल यस्तै यहाँनिर बक्सहरू यस्तो प्याक गर्नुपर्छ कडाकुडुक। ल गाइस हाम्रो चाहिँ आजको ड्युटी पुरा भइसकेको छ। लाग्यो हामी अब आज अब 8 बजी 5 बजीसम्म गर्नुपर्ने, तर बेलैमा सिधै काम सक्यो। यो पछाडिपट्टि त ठुल्ठुलो हुन्छ। ल सकिएछ। यता पनि यता अर्को मेसिन, यो 3टा मेसिनमा बब्बाल छ बब्बाल। हाम्रो यहाँनिर चाइनाको मान्छे सिगरेट चलाइराख्ने। यो किर्गिस्तानको मार्सो चाहिँ हेरु मार्सो। यो चाहिँ 3 नम्बर मेसिन। हाम्रो 3टा मेसिनमा एकदम चल्छ खतरा। ल कामदारको यहाँनिर एकदम होइन कोटा छ 2जनाको। एचवालाले सम्पर्क गर्नु होला। यहाँनिर चाहिँ फोजाङ यसो गर्ने काचाकुचुक यस्तो बक्स रेडी हुन्छ ठाङडाङ ठुङठुङ होइन गाइजहरू। तपाईँहरूलाई यदि कामको खोजीमा हुनुहुन्छ र काम गर्न चाहनुहुन्छ, ठिकठाकै सेलेरी थाप्छु भन्ने चाहिँ चाहनामा हुनुहुन्छ भने चाहिँ यो कम्पनीमा आउँदाखेरि ठिक छ होइन। कस्तो अब अरू कुरा त यहीँ आएर बुझ्नु होला डिटेलमा चाहिँ यही भन्दा चाहे। ल त हाम्रो खोज संसारमा तपाईँहरूले यस्तै खालको भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइजहरू भन्दै सी यू नेक्स्ट भिडियो। बाई बाई।